हिजो केपी शर्मा ओलीले गरेको यो पोस्टमा बालेन शाहले यो कमेन्ट गरे र बालेन शाहले त्यो कमेन्टमा केपी शर्मा ओलीहरूले भाद्र 23 गते आतंक मचाएको र 24 गते त्यही आफूले गरेको आतंकलाई लुकाउनको लागि विध्वंस गरेको संज्ञा दिए। बालेन्द्र शाहका अनुसार केपी शर्मा ओली आतंकवादी हुन् र आतंकवादीसँग स्टेज सेयर गरेर बहस गर्न म असहमति छु भनेर भनेका छन्। भाद्र 23 गतिको घटना आतंकवाद थियो त? के त्यसलाई आतंकवाद भनिन्छ त? आउनुहोस् म भन्छु। पोलिटिक्स साइन्सका अनुसार आतंकवाद विभिन्न किसिमका हुन्छन् र त्यो विभिन्न किसिमका आतंकवादहरूमध्ये राज्य आतंकवाद एक हो र भाद्र 23 गते जुन घटना भयो त्यो राज्य आतंकवाद थियो। आतंकवादका विभिन्न परिभाषाहरूले त्यो भाद्र 23 गतेको घटनाहरूलाई सम्पूर्ण रूपमा समेटेको पाइन्छ। यसको मतलब 23 गते राज्य आतंकवाद भएको थियो र बालेन्द्र शाहका अनुसार केपी शर्मा ओली आतंकवादी हुन् र गगन थापा त्यही आतंकवादका मतियार हुन्। त्यसैले बालेन्द्र शाहले केपी शर्मा ओली र गगन थापासँग स्टेज सेयर गरेर सार्वजनिक बहसमा सहभागी नहुने कुरा व्यक्त गरेका छन्। तपाईलाई के लाग्छ? के बालेन शाह, केपी शर्मा ओली र गगन थापा बीच साझा मञ्चमा बहस सम्भव छ त? यी यस्तै जानकारीको लागि तपाईले मलाई फलो गर्न सक्नुहुन्छ। हस्त, धन्यवाद।